हाम्रो गाउँको छाया छाङा। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। सबैजनालाई नमस्कार होइन। बट आज चाहिँ मैले ब्लग बनाउनु लाग्यो होइन। इक्जाम नि मस्तले सक्यो होइन। भोलि रिजल्ट छ गाइज होइन। के हुने हो भोलि रिजल्ट छ। भोलि कि पर्सि 20 गतेभित्रमा 18 गतेदेखि 20 गतेसम्म रिजल्ट सकिन्छ है। अब रिजल्ट कति हुन्छ त्यतिमा चाहिँ थाहा पाइन्छ रिजल्ट के भएछ भनेर होइन। इक्जाम नि सक्यो। आज इक्जाम सकेको 4 दिन भयो गाइज। 4 दिन भयो त्यस्तै लाग्यो गाइज। 4 दिन भयो 2 दिन है। 2 दिन भएको गाइज इक्जाम सकेको। अनि इक्जाम सकेर अहिले चाहिँ म बहिनीहरू हामी यति 3 जना, मसँग गरी 4 जना बहिनीहरूसँग। हामी चाहिँ अहिले मम्मी चाहिँ अघि नै 12 बजी बाख्रा लिएर आएको थियो। हामी त्यतैतिर जलको र त्यो गङ्गाटामा माछाहरू खोज्दै जानु लाग्यो। खास गरी हामी लत्तै रमाइरहेको गाइस होइन। हामी चाहिँ त्यो खोज्दै जानु लाग्यो। जलको टिप्नु जानु लाग्यो हो। तरकारी आजभोलि तरकारी पनि केही छैन हौ, त्यही भएर हौ। तर हामी जान्थेन गाइस। अनि नभएर हामी चाहिँ जानु लाग्यो अहिले। आज चाहिँ बहिनीहरूलाई नि के अरे ट्युसन नजाऊ भन्ने गरेर हामी चाहिँ आज गङ्गाटामा जलको टिप्नु जानु लाग्यो। मम्मीलाई पनि बाख्रा त्यतै लिएर गएको छ भने हामी त्यतै जानु लाग्यो गाइस होइन। अब हामी एकछिनमा वहाँ पुगिन्छ, मस्तले गइन्छ। अनि जलका हल्का टिपिन्छ होइन। अनि बेलुकातिर मैले चाहिँ अस्ति परेवा गुड देखाएको थिएँ। यिनीहरूले चाहिँ परेवा गुडको कुरा गर्दा थियो घरमा। पुरै परेवा चाहियो अरे ल भयो त। अनि अब चाहिँ हामी परेवा नि हेर्नु जान्छु लु हिँड्नु भनेर हामी नेपाल गुड पनि देखाउनु जानु लाग्यो। अनि अहिले चाहिँ हामी बाटोमा हो। मम्मीलाई फोन गरेर सोधेको नआइज भनिरहेको थियो मम्मीले चाहिँ। अनि हामी चाहिँ आइसक्यो भनेको घरमै पुग्दाखेरि कल गरेको मम्मीलाई। 1 रुपियाँ चाहिँ पैसा सकिदिनु, पैसा छैन डाटा नि छैन। डाटा नि सकिसक्यो होइन गाइस। कसैले हालिदिँदैन, के गर्नु। हालिदिने मान्छे भए पो हालिदिनु पर्ने। त्यही हो गाइस। अब चाहिँ हामी बाटोमा छु म तिनवटा बहिनी। आज पूजा थियो तल हजुरआमा घर। अहिले बेलुका जान्छ बुझानी अलिक सक्दैन ल। त जाने म त लिएर जान्छु ल्याइदिनु जान्छु त। भने अहिले त्यो हामी मस्तिर जाने हो कि अहिले फेरि मस्तिरै जाने हो कि बनाएर फेरि लिन बनायो भने के गर्छु। कस्तो सुतेको थियो गाइस। म चाहिँ निन्दा सुतेको न। यतिजना आएको होइन। निनै नलागेर बल्ल बल्ल गीत बजाएको चाहिँ सुतेको। बल्ल निन्दा लाग्यो गाइस। के भयो ए राइजा नाम भन्न के भन्छ नाम के हो त्यहाँ भन्न नाम भन्छ। एलिसा अब तिमीहरूको मगर ल गाइस। अब हामी पछि भेटौँ है त। ल गाइस भनेपछि म यहाँ जलको टिपिसकेर यति बनाइसकेँ होइन। गाडी चाहिँ यस्तो गाडी हुन्छ होइन। जलको टिप्ने गाडी होइन। यता चाहिँ भुत्नीहरू कराइ रहन्छ। त्यत्रो टिपेर लेख्यो हुन्छ। म चाहिँ आइपुग्छु वाइ नचल वाइ। बारी बारी डुल्यो भने झन् टिपाउनु ल्याएको त उनीहरू झन् कसरी टिप्नु गाइस छैन। मैले चाहिँ यति टिपिसकेँ। उनीहरूले चाहिँ खै कति टिपेको नि। अब चाहिँ हामी टक्क लाएर जाँदै हो बाटैबाट। माथि गएर टिप्ने होइन। माथि गएर टिप्ने। अनि टिपिसकेपछि हामी एकछिनमा घर जानु गाइस छैन। उता टिप्न यहाँ त टुप्पा टुप्पा उदिन छ गाइस। अब हामी पछि भेटौँ है त। हेलो गाइस, अहिले चाहिँ हामी यहाँ खोलामा आएको पानी छ होइन। अब चाहिँ हामी यता साइड जलको टिप्छ। अनि हामी उमासतिर जाने
अनि हामी जलकटी चाहिँ जाने अनि चराको गुड हेर्न लाग्यो हो गाछ खास गरी भन्नु पर्दा चाहिँ जलकटी पनि आइदिएको हामी आज लगाएछ भने फर्स्ट भेटामै त जलकटीको ठाउँमा जलकटी गइसकेर बिस्तारै तानै जलकटी कमै छ होइन तर जाडो लगाएछ हामी पछि भेटामै त अब खोलातिरै बस्यो मजा आइदिएको मैले यति भएको छ जलको होइन गाइज यति भएको छ बल्ल बल्ल आइपुग्यो हामी चरा गुड हेरेर गएको चरा चाहिँ हुनु गएको छैन गाइज ढुकुरको रहेछ 3टा देखाएको थिएँ मैले त अन्डा अहिले हेर्नु जाँदा त 2टा बच्चा पो रहेछ एउटा चाहिँ रहेछ गाइज कता पुग्यो होइन त्यो चाहिँ थाहा भएन एउटा चाहिँ रहेछ अनि हामीले 2टा चाहिँ देख्यो 2टालाई समेटेर फोटो सोटो खिचिकन ल्याएको छ तर हामीले ल्याएन त्यसको बच्चा चाहिँ गाइज अनि अहिले चाहिँ म एक्लै भएको छु होइन अहिले चाहिँ बाटोमा क्या गर्मी भयो हो गाइज एकछिन बस्नु पर्यो यो कस्तो टुवालो लागेको जस्तो छ दिन नि ठ्याक्कै टुवालो लाएर चाहिँ गाइज के घुम्न थाल्यो मेरो साइड म चाहिँ हिँड्छु त्यसपछि हामी गाइज घर गएर भेटामै त एकैचोटि मलाई लास्टै गाह्रो भएछ उकालो हिँड्न ल गाइज अहिले चाहिँ म कोठामा आइसकेँ होइन घरमा आइसकेँ बल्ल बल्ल आयो होइन गर्मी पऱ्यो होइन ओ पेन्सिल यो पेन्सिल चाहिँ बहिनीको मेरै टाउकोमा आइपुगेछ राइट यो चाहिँ युज छ जबको बसिरहेको छु गाइज म नुहाएर आउँछु अनि पछि भेटौँला त गाइज ल गाइज अहिले चाहिँ म घर जाँदैछु होइन नुहाइकन अनि पूजा खान गएको पूजा खाएर नि अहिले म घर आइसकेँ गाइज अब चाहिँ म घाँस काट्नु जानु पनि खोजेर हुनु लागिसक्यो गाइज गाली खाइन्छ अब मम्मी आएको छैन अहिले चाहिँ घर आइपुगिसकेँ अब ढोका हाल्छ त्यही हो गाइज छैन ओ हजुरआमा घाँस काट्नु जानुपर्छ कि पर्दैन मम्मीले ल्याउँछ कि भने मलाई घाँस काट्नु जानुपर्ने ल गाइज हामी चाहिँ घाँस काट्नु जानु लाग्यो मर बहिनी होइन उति चिलाउने झार्न जान्छ जस्तै क्युटी छ क्या जस्तै क्युटी लजाएको हेर लजाएको फेरि गोली भगवान्दै लाउँछ ल गाइज म घाँस चाड्छु पेटामै तार्नु हेर्नुहोस् गाइजहरू एल्साजी घाँस चाड्न लाग्दै हुनुहुन्छ हाम्रो एल्साजी एकदमै बलवान हुनुहुन्छ हजुरहरूले नजिकबाट हेर्न सक्नुहुन्छ अरे क्या तलतिर चाहिँ पसलहरू छ मान्छेहरू हिँडिरहेको छ त्यहाँ चाहिँ हाम्रो गाउँको पालिका यो सबै जान्यो
इलिसाले घाँस बुटालिसक्न लाग्यो। अब भारी हाल्न लागेको छ। इलिसाले चाहिँ भारी हालिसकेको छ। अब बोकेर घर जान बाँकी छ। लो गाइड्स अहिले चाहिँ मैले भारी पुऱ्याइसकेँ होइन। भारी पुऱ्याएर भारी याद छ गाइड्स। म याद छु होइन। यता पनि छ हात गल्दैन कसले हाल्छ त्यत्रो हँस्या छ। सबैजनाले माया गरिदिनु होला त्यही हो। अनि सब्सक्राइबर नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला त्यही हो। अहिले बाई बाई। अर्को भ्लगमा भेटौँला हामी सबैजना। बाई बाई।